क्रोध छ हैन हरियो चिजहरु चाहिँ उता आउने कुरा हो यो सबै चिज हामीसित हुन्छ यो चिजलाई चाहिँ काट्दिने हो काट्ने भनेको त्यो चे भनेको चाहिँ काट्ने छोपा भनेको सबै अहिले छोक भन्यो नि यो पर्छ सबै भएको कुरा छोक भन्छ हामी मान्छे सबै जम्मा भयो भने छोक भन्छ हैन बाटो छोक भने धेरै मार्गहरू थाहा पाउनलाई चिन्नलाई हिँड्नलाई त्यो पनि छोक हुन्छ र त्यो छोक भनेको उहाँको अब मान्छे ढुङ्गो भन्ने अब ठेमो लामो छ यो कालिदास भन्छ तर काट्ने हो यो काट्ने भनेर अब त्यो त काट्दिन त सक्दैन त्यो बिस्तारै के हो भने हाम्रो रिसलाई काट्ने भनेको चाहिँ भनेको काटे जस्तो त्यो रिसलाई चाहिँ बस गर्ने नष्ट गर्ने त्यो कता गर्ने भने आफूले गर्ने हो हैन अब के हुन्छ क्या अब यो के भने अब के अरे सानो तौँ जुनी क्यों भन्छ यो के हो भने प्रकृति उप हिजो भगवान् भनेको चाहिँ प्रकृति रहेछ क्या एउटा प्रकृति हो भगवान् भनेको के अब नम्से भन्छ फेरि यो सत्य भने के रहेछ भने यो धर्म चाहिँ यो विज्ञान हो होइन यो ज्ञानको कुरा हो यो अब यहाँ भनेको कुरा सबै रहेछ हो यहाँ यस्तो रहेछ भनेर अब हामीले बाटो काट्न सक्दैन नि होइन थाहा नभए चाहिँ बाटो काट्छ जता पनि उ भइहाल्छ यसले चाहिँ काट्नु गर्ने सीमामा राख्ने धर्मलाई बाटो मिलाउने हो त्यो भएर यो विज्ञान भनेको बाटो देखाउने हुने प्रज्ञाको ज्ञान देखाउने यो बाटो हो विज्ञान हो सत्य र धर्म भनेको मानव धर्म हो भनेको धर्म भनेको फेरि बुद्धले भनेको मानव धर्म हो भने क्या मेरो बुद्ध धर्म नभना भने हो उसले मार्ग देखाएको हामी धर्म भनेको हामी मानव धर्म एक आपसमा चाहिँ मानवहरू चाहिँ एक रूपमा जानुपर्छ सबै एउटा हो भेदभाव छैन होइन भेदभाव छैन भनेर आफ्नो कर्मको हितोले कोहीको धेरै सम्पत्ति हुन्छ कोहीको थोरै हुन्छ होइन त्यो चिजहरू चाहिँ आफ्नो हिजोको कर्म फलले गर्दाखेरि त्यो हुन्छ तर त्यसमा पनि भेदभाव हुँदैन एउटा हामी सबै एउटा हो भनेर मानव धर्म एउटा हुनुपर्छ भनेर सबै प्राणी लागि मानव धर्म त्यो है